यति पैसा खर्च गरेछ मेरो 10 लाख 12 लाख गयो के मेरो श्रम गयो स्रोत गयो मेहनत गयो मेहनती मान्छे समय गयो म किन म निष्पक्ष मान्छे मलाई कोहीसँग केहीसँग डरै लाग्दैन मलाई किन डराउनु तसँग त्योसँग डराउनु पनि कारणै छैन भ्रष्टाचारी सिकेर आउट मुर्दाबाद मुर्दाबाद प्रदेशमा उसले सांसद र मन्त्रीको टिकटमै 3 करोड 4 करोड भ्रष्टाचार गरेपछि किन मन्त्री बस्नु पर्यो भित्र बसेर उसले पैसा कमाउँछ सिकेर आउट मुर्दाबाद 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 देश टुक्राउने मुर्दाबाद 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 त्यसकारणले हामीले परित्याग गरेको किन प्रिभियन्स देन बेटर कोइन्स भने अंग्रेजीमा छ नि रोग लाग्नु भन्दा अगाडि रोगको बाटो छेक्नु बेटर हो साम्प्रतिक सामञ्जस्यको लागि डिलिङ गर्ने 1 नम्बर र 2 नम्बरमा राख्नको लागि 1 नम्बरसँग 3-3 करोड रुपियाँ उठाएर डाक्टर सिके राउतज्यूले लिनुभएको छ पैसाको लागि डिलिङ गर्नुभएको छ उहाँलाई 3 करोडमा किनियो र डिला अरियल दाङको हुँदो रहेछ उहाँलाई त्यही दिन सदस्य बनाएर त्यही दिन किन्यो मसँग 3 करोड पैसा छैन म लिडर हो तपाईहरुको म काम गरेर आएको हो अब लिडरमै तपाईले चाहिँ करप्सन गर्नुहुन्छ भने यो जेएनजीको आन्दोलन करप्सनको के तपाईलाई 1 नम्बर सूचीमा राख्नलाई सिके राउतले 3 करोड मागे त्यसको अगाडि त मैले काम गरेको छु मैले मज्जाले बोलेको छु निक्लेको छु यो भन्दा अगाडि त अफिसै खाली भइसक्यो त्यो त एउटा पारिवारिक अफिस भएको छ मसँग मात्रै गरेकै छैन प्रमाण मैले पैसा दिएको छु नि उहाँले प्रमाण मैले रेकर्ड गर्न म जान्दिन कि म एकदम ट्यालेन्ट यस्तै रेकर्ड गर्न जान्ने थिएन म रेकर्ड गर्दिन्थे मलाई रेकर्ड गर्न आउँदैन मैले सिकेको नि छैन मलाई सिक्नु पनि देश टुक्राउने अखण्डता गर्ने मुर्दाबाद 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 1 नम्बरमा सिफारिस भएको व्यक्तिलाई 3 नम्बरमा राख्दियो बन्द सूचीमा 34 जना मैले समानुपातिको मैले उम्मेदवारी छनौट गरेकोमा 21 जना बन्द सूचीमा पर्यो 21 जना 20 जना समानुपातिको उम्मेदवारीमा काम लागिसकेपछि 13 जिल्लामा 33 निर्वाचन क्षेत्रको 33 जना समानुपातिक 1 जना अपङ्ग खोजेर मलाई 25 दिन लाग्यो मैले त्यो खोज्दा कति दुःख भयो कोही मान्छेले सिकेको पार्टीमा किन जाने यो देश विखण्डन भन्छन् त्यसलाई म सपार्दै लान्छु कुरा गर्दै लान्छु होइन उहाँले मिस्टेक गर्नुभयो उहाँ सुध्रिनुहुन्छ भन्दै यो ड्याम्केहरू जाओस् आओस् उसलाई त्यो मनमा दया हरि नै छैन क्या हामी त एकछिनलाई पत्रकार साथी तपाईँहरूलाई मैले भेटेँ मलाई दुःख पऱ्यो दिदी भन्नु भने हामीलाई माया लाग्छ नि एकछिन भेटेको मान्छे भित्र के लेखेको छ हेरौँ न भित्र यो घोषणा पत्र रहेको छ यो घोषणा पत्र अलि धेरै जलाइदिनु हटाउन न तिमीहरुले मात्रै के थियो घोषणा पत्र साथै के पार्टी सदस्यता पार्टी सदस्य साधारण सदस्य तपाईको पुरै हात काम जलाउन चाहिँ सिकेराउसँग डराएर हो सर हैन सिके राउतसँग जडाएर काम जानु पुरै यो मेरो बानी हो त्यही भएर सिकेराउसँग डराएर हो कि सिके राउतसँग किन डराउनै पर्दैन सङ्घर्ष गर्ने अनि डर किन लाग्नु भ्रष्टाचारीको विरुद्धमा भ्रष्टाचार विरुद्धमा उभिने हामी युवा एउटा युवाको मलाई लक्ष्मी दिदीले मलाई अध्यक्ष बनाएर जेनजी अध्यक्ष बनाएर सङ्गठन विस्तार गरेर हामी विस्तार गर्ने अनि आज चुनाव अघि आउँदा साम्प्रतिक सामञ्जस्यको लागि डिलिङ गर्ने 1 नम्बर र 2 नम्बरमा राख्नको लागि 1 नम्बरसँग 3-3 करोड रुपियाँ उठाएर डाक्टर सिके राउतज्यूले लिनुभएको छ पैसाको लागि डिलिङ गर्नुभएको छ हामीसँग प्रमाण छ दिदीसँग प्रमाण छ मसँग नभए नि दिदीसँग छ मलाई एउटा युवाको सिके राउत चाहिँ एउटा देशद्रोही मान्छे हो भने तपाईलाई पहिल्यै थाहा थियो होइन यस्तो हो देशद्रोही भन्न मिल्दैन देश टुक्राउने भनेर चाहिँ उहाँले चाहिँ खुल्लम भन्छ यस्तो हो पहिला देश टुक्राउने भन्नुभयो पनि कमजोरी हो नि हैन र होइन यो हाम्रो कमजोरी होइन देश टुक्राउने अस्ति भर्खर भन्नुभएको चुनाव अघि 72 भन्दा अगाडि पनि भन्नुभएको थियो भ्रष्टाचार मुर्दाबाद भ्रष्टाचारी सिके राउत मुर्दाबाद सिके राउत मुर्दाबाद सिके राउत मुर्दाबाद विखण्डनकारी मुर्दाबाद देश टुक्राउने मुर्दाबाद मुर्दाबाद सिके राउत मुर्दाबाद भन्नु न हौ पहिला सिकेर आउट आई लभ यु अहिले चाहिँ मुर्दाबाद होइन आई लभ यु कहिले भनिएन आई लभ यु कहिले भनिएन त्यति बेला सिके राउतको पार्टीको मुर्दाबाद मुर्दाबाद सिके राउत मुर्दाबाद 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 देश टुक्राउने अखण्डता गर्ने मुर्दाबाद 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 भ्रष्टाचारी मुर्दाबाद
मुर्दाबाद मुर्दाबाद सिके राउत मुर्दाबाद 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 देश टुक्राउने मुर्दाबाद 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 देश टुक्राउने मुर्दाबाद सिके राउत मुर्दाबाद सिके राउत मुर्दाबाद मैले अघि तिमीलाई भने त्यो पेट्रोल ल्याऊ भनेर बलियो होइन जल्नै जल्दैन त जलिसक्यो जल्नु पर्छ भ्रष्टाचार गरेपछि जल्नु पर्छ भ्रष्टाचारीलाई कसैलाई छोड्नु हुँदैन पार्टीको विधान होइन घोषणा पत्र यो पार्टी सदस्य नरहने गरी पत्र हामी चलाउँदैछौँ सदस्य नरहने गरी परिवार बहादुर सिके राउत मुर्दाबाद मुर्दाबाद परिवार बहादुर सिके राउत मुर्दाबाद मुर्दाबाद देश टुक्राउने सिके राउत मुर्दाबाद देश मुर्दाबाद टुक्राउने सिके राउत मुर्दाबाद मुर्दाबाद सिके राउत मुर्दाबाद सिके राउत मुर्दाबाद 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 सिके राउत मुर्दाबाद भ्रष्टाचारी तिमीलाई अघि मैले भनेको छु त तिमीलाई त्यो ल्याऊ भनेर चिया देऊ न मुलाएर यति पैसा खर्च गरेछ मेरो 10 लाख 12 लाख गयो क्या मेरो श्रम गयो स्रोत गयो मेहनत गयो हामी मेहनती मान्छे समय गयो यो पार्टीमा लाग्ने मान्छे यो पार्टीको मान्छे भ्रष्टाचारी मन्त्री किन बन्दैन भन्नुहुन्छ पत्रकार साथीहरू मन्त्री किन बन्नु पर्यो प्रदेशमा उसले सांसद र मन्त्रीको टिकटमै 3 करोड 4 करोड भ्रष्टाचार गरेपछि किन मन्त्री बस्नु पर्यो भित्र बसेर उसले पैसा कमाउँछ किन मन्त्री बन्नु सत्तामा बस्नु 1 वर्षबाट थाहा भयो मलाई म आफूले भगेको होइन हामी व्यापारी थियौँ म कुनै पार्टीमा थिएन म आफू कुनै पार्टीमा थिएन म व्यापारी थिएँ देश टुक्राउँछु पनि तपाईँले किन बोल्नुभयो भनेर हामीले सम्झाएको मान्छे मैले मिस्टेकली बोलेँ अब बोल्दिनँ भनेको त्यसले अब सुध्रिन्छु मैले मिस्टेकली बोलेँ भनेर भने देश टुक्राउँदा पैसा 3 करोडमा 2 करोड दियो भने त तपाईँले मान्नुहुन्छ होला नि त किन दिने 2 करोड हामीसँग पैसा छ 2 करोडले म त यहाँ के अरे गरिबलाई लगेर बाँड्थेँ पनि व्यापारीसँग त हुनु व्यापारीसँग पैसा के व्यापारीसँग त हाम्रो सङ्गठन छ हामीसँग सङ्गठन बनाउन सक्छौँ हामी काम गर्न सक्छौँ हामीले पैसा बाँड्नलाई गएको हो हाम्रो दिमाग बाँड्न हाम्रो बुद्धि बाँड्न आफ्नो गरिबीहरूको निवारण गर्नको लागि संसदमा गयो भने हाम्रो कुराहरू लग्न पाउँछौँ भनेर मात्रै हामी पार्टीमा लागेको किनभने व्यापारीको कुरा कसरी सुन्दिँदैन थियो चित्त बुझ्दासम्म पार्टीमा बस्ने नबुझेपछि सबै जलाइदिने विरोध गर्ने केही होइन चित्त बुझेकै होइन हामी परीक्षामा थियौँ परीक्षाको मोडमा थियौँ जब चुनाव आयो समानुपातिको टिकट बाँडो असली रूप अब जनमतको देखियो जनमत पार्टी होइन एउटा कम्पनी हो भन्ने कुरो थाहा भयो त्यसकारणले हामीले परित्याग गरेको किन प्रिभियन्स देन बेटर क्वाइन्स भन्ने अङ्ग्रेजीमा छ नि रोग लाग्नुभन्दा अगाडि रोगको बाटो छेक्नु बेटर हो त्यसकारण हामीले रोगको बाटो अहिले नै छेकेको पछि क्यान्सर रोग लाग्नुभन्दा अझै हामी निक्लेको राम्रो सिके राउतलाई तपाईँले क्यान्सरको उपनाम दिनुभयो क्यान्सर रोगी हो खासमा के भएको हो तपाईँ यसरी पत्रकार सम्मेलन गर्नुभयो अहिले होइन के भएको त्यो बताइदिनु न हजुरहरूलाई अघि बताइसकेको छ प्रेस मिटको ऊ पनि दिइसकेको छौँ हामीले होइन हजुरहरूले हेर्नु होला म चाहिँ 1 वर्षदेखि म व्यापारी हो र सङ्गठनमा म चाहिँ 22 लाख व्यापारीहरूको प्रथम उपाध्यक्ष 22वटा सङ्गठनको प्रथम उपाध्यक्षमा रहेर म एउटा आफ्नो क्रेडिट क्यास गर्नको लागि मेरो जति पनि व्यापारीहरूलाई हजुरहरूले भिरकुनी मण्डपमा त्यहाँ बबरमलाल देख्नु पनि भएको होला मलाई हामी व्यापारीहरूको यो दुःख पीडाको एजेन्डा लिएर समन्वय समितिसम्म पुर्याउने हामी व्यवसायी भौँ म लक्ष्मी खड्का त्यसकारणले ती व्यापारीहरूको आज कर ट्याक्सले देश चलेको छ आज कसैले पनि हाम्रो व्यापारीको कुराहरू चाहिँ सांसदमा पुर्याइदिएन पक्कै पनि म जतिको मान्छे सानो पार्टीबाट काहीँ सांसद भइहाल्यो भने यी कुराहरू पीडाहरू लान सक्छु कि भन्ने अवधारणा लिएर म त पार्टी प्रवेश भएको हो कुनै पनि पार्टीमा योभन्दा अगाडि छुइनँ म मात्रै विशुद्ध व्यापारी मेरो नयाँ र पुरानो बानेश्वर बिचमा मेरो घर छ सानीमा साङ्ग्रीला बेङ बसेको घर हो मेरो त्यहाँ 3400 स्क्वायरको विदेशी हुस्कीको डिलर छ म 22 वर्षदेखि सफल महिला सफल व्यापारी हो मैले यस्तो घुसपेट भन्ने थाहा पनि थिएन मलाई मेरो परिवारले आज नजानेको कुरा एकैचोटि समानुपातिक उम्मेदवारीमा काम लागिसकेपछि 13 जिल्लामा 33 निर्वाचन क्षेत्रको 33 जना समानुपातिक 1 जना अपङ्ग खोजेर मलाई 25 दिन लाग्यो मैले त्यो खोज्दा कति दुःख भयो कोही मान्छेले सिकेको पार्टीमा किन जाने यो देश विखण्डन भन्छन् त्यसलाई म सपार्दै लान्छु कुरा गर्दै लान्छु होइन
उहाँले मिस्टेक गर्नुभयो, उहाँ सुध्रिनुहुन्छ भन्दै मैले यत्रो 34 जना समानुपातिक उम्मेदवार, म महिला भएर घरमा खानादेखि मेरो मलामीदेखि मेरो घर परिवारदेखि देशका विभिन्न क्षेत्रमा पुगेका महिला दिदीबहिनीहरूलाई सहयोग गर्दै आइरहेको व्यक्ति थिएँ। मैले पार्टीलाई पनि योगदान 1 वर्षमा धेरै राम्रो योगदान गरेँ। धेरै साथीहरूले छोडेर जानुभएको थियो, परित्याग गरेर जानुभएको थियो, तर उहाँहरूले प्रेस मिट गर्नु भएन। मैले यति खटेँ, यति दुःख गरेँ, मैले यति प्रेस मिट गरिनँ भने, मैले यति दुःख गरेको न्युजहरू देश विदेश पठाइनँ भने मेरो मनले शान्ति मिलेन। पत्रकार साथीहरू मलाई धेरै बेचैन भयो, मलाई धेरै बेचैन भएर मैले यो नगरी हुँदैन भनेर जुन यो समानुपातिक उम्मेदवारमा पछिको जुन 1 नम्बरमा छनौट गरेर पठाएको थियो मलाई, राति नै एकजना इन्द्र कुमार भन्ने मिश्रको श्रीमती हुनुहुँदो रहेछ, उहाँलाई 3 करोडमा किनियो र डिला अरियल ताङको हुनुहुँदो रहेछ, उहाँलाई त्यही दिन सदस्य बनाएर त्यही दिन किन्यो। अनि किन तपाईँहरू लिडर राख्नुहुन्छ? चुनावको बेलामा तपाईँहरूले एउटा लिडर किन्नुहोस् 2-3 करोडमा, तर हामीलाई यत्रो परिश्रम मेहनत होइन, आइमी मान्छेको शराब लाग्छ डाक्टर साहब तपाईँलाई म भनेर मेसेज गरेर उहाँलाई मैले परित्याग गरेको छु। तपाईँले पनि पैसा बुझाउनु भयो सीके राउतलाई? मसँग पैसा थिएन, म 3 नम्बर सूचीमा राखिदिनु भयो उहाँले। मैले 20 जना 34 जना मैले समानुपातिक उम्मेदवारी मैले सिफारिस गरेकोमा उहाँले जम्मा 21 जना हाल्नुभयो अपाङ्गसहित। 20 जनालाई मैले हिजो प्रत्येक व्यक्ति लगेर मैले चाहिँ मलाई 1 नम्बरमा राखिदिन्छु, पैसा दिनुहोस् भन्नु। मसँग 3 करोड पैसा छैन, म लिडर हो तपाईँहरूको, म काम गरेर आएको हो। अब लिडरमै तपाईँले चाहिँ करप्सन गर्नुहुन्छ भने यो जेएनजीको आन्दोलनले करप्सनको के? तपाईँलाई 1 नम्बर सूचीमा राख्नलाई सीके राउतले 3 करोड मागे होइन? सीके राउतले राखेको निर्वाचन संयोजक बसन्त कुसा जनमतको राष्ट्रिय उपाध्यक्ष हो, हाल उहाँ खेलकुद मन्त्री हुनुहुन्छ। उहाँले 30 गतेसम्म पैसा उठाउनु भयो, 31 गते गएर उहाँ प्रदेशको खेलकुद मन्त्री हुनुभयो। करप्सन रातारात झ्यापै हुँदो रहेछ। अनि चाहिँ हामी जस्तो 3 चोटि मध्य प्रदेशको लगातार 3 चोटि खेलकुद मन्त्री भइसक्नु भयो। तपाईँ कति भयो पार्टीमा लाग्नु? म 1 वर्ष 1 वर्षमा कति आर्थिक कति खर्च गर्नु? आर्थिक 5-7 लाख रुपियाँ मेरो गयो। मेरो सदस्यलाई भेला पार्दा चियापान खुवाउनु पर्यो, उनीहरूलाई कसैलाई विमानतमा लानु पर्यो, कसैलाई सानो पसलमा लानु पर्यो, कसैलाई घरमा बोलाउनु पर्यो। 4 चोटि 5 चोटिसम्म 60-70 जना मैले सदस्य बनाउँदाखेरि लास्टमा मात्रै उसलाई प्रेजेन्ट गर्ने हो डिजिटलमा मेसेज पठाएर। आजसम्म 1 वर्षमा म 1 मिनट मात्रै उहाँसँग बोलेको छु, किन म चाहिने कुरोमा मात्रै म काम गर्ने मान्छे। त्यसकारण अहिले यो जुन उहाँको पुरै प्रष्ट कुरा थाहा थियो हुँदाहुँदै पनि मैले भएको कुरा समानुपातिको यत्रो काम खटाएर यत्रो मलाई उम्मेदवारहरू बनाउन लगाएर मलाई कति दुःख भयो उम्मेदवार खोज्नलाई। उहाँले त डिजिटलमा नाम मात्रै हाल्नु रहेछ, मैले त प्र्याक्टिकल काम गर्ने ल्याएको थिएँ। त्यस कारणले गर्दा मैले हिजो निवेदन पनि सबै मान्छे उपस्थिति गराएर न्युज पनि मैले निकालिदिएर आज पत्रकार सम्मान गरेँ। समानुपातिक सूचीमा रहेको कतिजना व्यक्तिले सामूहिक राजीनामा दिनुभयो त? 20 जना 21 जनाको नाम उसले पठाएछ। मलाई 34 जनाको पठाउन लाग्यो, मैले 34 जना पठाएँ। 34 जना मध्ये 21 जना उसले पठायो। 21 जनामा 20 जना हामी उम्मेदवार निक्ल्यौँ। तपाईँले मात्रै 5-7 लाख खर्च गर्नुभयो भन्नुभयो, अरू 20 जनाहरूले पनि त खर्च गर्नुभयो छैन? त मेरो सबै व्यवसाय साथीहरू मैले जहाँ मर्न आइज भने आउने, जहाँ आएँ त्यति मैले जितेको छु, किन मैले काम गरेर जितेको छु। लक्ष्मीजीले बोलेपछि सबजना आउनुहुन्छ। अहिले पनि 8-10वटा पार्टीको अध्यक्षहरू आउनुभएको छ। किन भन्दा लक्ष्मी सही छ, ऊ व्यापारिक एजेन्डा लिएर हिँडेको मान्छे, पार्टीमा लागेको मान्छे होइन। आज सीके राउतले यत्रो काम लाएर उसलाई यत्रो निराश बनाइदियो, उसलाई हामीले उत्साह दिनुपर्छ, उसलाई टेन्सन भएको छ भनेर सबै पार्टीको मान्छेहरू पछाडि आएर बस्नुभएको थियो। अब के गर्नुहुन्छ? अब केही गर्दिनँ, मेरो आफ्नो व्यापार छ, व्यवसाय छ होइन। म अझ सामाजिक काम गरिरहेको छु। म यस्तो करप्सन पनि 2 करोड 3 करोड करप्सनमा आज यो देश यस्तो भइरहेछ होइन। सबभन्दा बढी करप्सन चाहिँ मैले जनमत पार्टीमै देखेँ। यहाँ त थोरै पैसा होइन, 3 करोड 4 करोड माग्ने धेरै पैसा हो नि त। त्यस कारणले करप्सनमा चाहिँ 1 नम्बर सीके राउत रहेछ। देश टुक्राउने अनि आदर्शवादी भाषण गर्ने अनि मान्छेलाई देख्ने लेडिजहरू देख्ने बित्तिकै को छ अलिकति पिआरवाला, अलिक सम्पत्ति भएको पिआर भएको मान्छे त्यसलाई ट्याप्प समात्ने अनि काम लिने, हाता लिने अनि यो ड्याम्केहरू जाओस् आओस्, उसलाई त्यो मनमा दया हरि नै छैन क्या। हामी त एकछिनलाई पत्रकार साथी तपाईँहरूलाई मैले भेटेँ, मलाई दुःख पऱ्यो दिदी भन्नु भने हामीलाई माया लाग्छ नि। एकछिन भेटेको मान्छे 365 दिन मैले काम गरेर डिजिटलमा देखाइदिएको छु। सदस्य पनि डिजिटलमा पठाएको छु, जति कार्यक्रम गर्छु डिजिटलमा पठाइदिन्छु, इमेल गरिदिएको हुन्छु, प्रष्ट रेकर्ड छ। सदस्य सङ्ख्या पनि मैले डिजिटलमा पैसा हालेर मात्रै मैले क्युआर गरिदिएको छु। लक्ष्मी खड्का केन्द्रीय सदस्य यति राष्ट्रिय संयोजक खसारिया यति सङ्ख्या 60वटा 50 जना सङ्ख्या लिएर मैले उसलाई चाहिँ डिजिटलमा पैसा हालेर सदस्य बनाएको छु। मेरो तपाईँले एससी जनमत पार्टीको विषयमा यसरी डाक्टर सीके राउतको विषयमा यसरी बोलिराख्दाखेरि भोलि तपाईँलाई साङ्गीतिक हमला पनि त हुन सक्ला नि त। मलाई त्यस्तो केही हमलासँग डरै छैन। म किन म निष्पक्ष मान्छे, मलाई कोहीसँग केहीसँग डरै लाग्दैन। मलाई किन डराउनु त छ?
त्योसँग डराउनु पनि कारणै छैन। कुरा मिल्दासम्म सिके राउतको पार्टीमा हुने, कुरा मिल्न छाडेपछि आउने, सुन्नु न पत्रकार सम्मेलन गर्ने, जलाइदिने घोषणा पत्र, यो त सुन्नु न, कुरा मिल्दा त यस्तो जो पनि कुरा मिल्दा त हो नि, कुरा नमिल्दा त हुँदैन त, त्यो हो नि त, करप्सन हो नि त। यो त करप्सनमा हामीले नियत गलत हो नि त। मान्छेलाई एउटा साधारण मान्छे पिआर भएको मान्छेलाई पार्टीमा खटाउने, केन्द्रीय सदस्य दिने, सदस्य दिने उसकै हातबाट डाइरेक्ट, अनि त्यस खसारेको राष्ट्रिय समाजको फुल फर्म पनि मलाई थाहा थिएन के हो। छेत्रीको समाज चाहिँ मधेसमा हुँदो रहेछ। मैले मेरो अध्यक्षलाई लुकाएर सर्टिफिकेट देखाएँ, तिमीलाई त खसारेको राष्ट्रिय समाज दिएको, उसले मेरो क्यापेबल हेरेर दियो नि त। उसले दिएको पदलाई त मैले काम गरेँ नि त, सारा सम्मान गरेँ नि त। सम्मान गर्दा गर्दै जब बन्द सूचीमा मलाई 3 करोड करप्सन माग्यो बसन्त कुशा, निर्वाचनको संयोजक, जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष, मसँग 3 करोड दिने भए किन लिडर भएर बस्ने, किन काम गर्ने, किन जनताको आवाजहरू उठाउने? सिधै तपाईँहरू किन्नुहोस्, तपाईँहरूले चुनाव मान्छे किन्नुहोस्, कसैको परिश्रम तपाईँ खेर नफालिदिनुहोस्। तपाईँको आरोप सिके राउतले तपाईँसँग 3 करोड माग्यो भन्ने हो। आरोप भन्दा पनि आरोप त आरोपै भयो नि। करप्सन 1 नम्बरमा सिफारिस भएको व्यक्तिलाई 3 नम्बरमा राखिदियो बन्द सूचीमा। 34 जना मैले समानुपातिको मैले उम्मेदवारी छनौट गरेकोमा 21 जना बन्द सूचीमा पर्यो। 21 जना 20 जना हामीले निकालेको छौँ। त्यो 20 जनाको रेकर्ड देऊ त मेरो ब्यागमा छ। तपाईँको माग पुरा त्यो ब्यागमा 20 जना त्यो होइन, अर्को छ, अर्को छ। मेरो पार्टीमा आउनुहोस् भन्नुभयो भने के गर्नु? होइन भन्नुभएको थियो 1 नम्बरमा दिन्छु, फ्ल्यास नगर्नु भन्नुभएको थियो, तर हामी मानेनौँ। 1 नम्बरमा उहाँले मलाई राखेकै हो। राति 10 बजेसम्म वार्ता भएको छ होइन। उहाँले मेरो लानु, मलाई यो पैसाको नि के यस्तो मलाई थाहा पनि थिएन। मैले काम जिम्मा लगाइदिइसकेपछि अर्को छ कि त्यो ब्यागमा यस्तो हो क्या, दिदीले चाहिँ मेहनत परिश्रमको आधारले चाहिँ मेहनत परिश्रमको आधारले मागेको प्रमाण के छ? मसँग सिके राउतले 3 करोड मागेको होइन, सिके राउतले मागेको हो। तर निर्वाचन समितिको संयोजक प्रमाण त उहाँले के प्रमाण हुनु नि, मौखित नि कहाँ प्रमाण हुनु? माग्नु भयो मौखित, मैले दिइनँ न, मैले प्रमाणमा दिएँ। हजुर मैले झुटो मलाई झुटो आरोप लाउन दिनभरि पत्रकार सम्मेलन गर्ने मेरो फुर्सद पनि छैन, किन म आफै बिजी व्यापारी हो होइन। आज मलाई यो 28 दिन कति हेम्बर भइरहेछ त्यो मलाई थाहा छ। म जतिको मान्छेले पत्रकार साथीहरूलाई राखेर मैले सम्मेलन नगरी म निक्लिनु भने त म त कातर हुनु हो नि त। त्यसको अगाडि त मैले काम गरेको छु, मैले मजाले बोलेको छु, निक्लेको छु। योभन्दा अगाडि त अफिसै खाली भइसक्यो। त्यो त एउटा पारिवारिक अफिस भएको छ। पारिवारिकको लागि एउटा पार्टी बनेको छ, पैसा कमाउने भाँडो, त्यसले देशमा केही पनि गर्ने वाला छैन। म कुनै पार्टीमा लाग्दिनँ, म व्यापारी हो। म व्यापारकै महासङ्घ छ, आगुन म वरिष्ठ उपाध्यक्ष हुन्छु, अध्यक्ष हुन्छु। मलाई त्यही काम गरिरहेको छु। व्यापारीको पीडा लिएर जान्छु, राज्यसँग जुलुस लिएर जान्छौँ, हामी समन्वय समितिमा यो अर्थमन्त्रीहरूलाई भेट्न जान्छौँ, आफ्नो एजेन्डा लिएर हिँड्छौँ नि। हामी करप्सन 2-3 करोड पैसा तिर्ने मान्छेले अर्को व्यापार गर्छ नि। तपाईँ 1 नम्बरबाट 3 नम्बरमा पुग्नुभयो भनेर यसरी आरोप लगाइराख्नु भएको त होइन? होइन, 1 नम्बरमा जानलाई 3 करोड पैसा माग्नु भयो, मैले पैसा दिन सकिनँ। प्रमाण छैन भन्नुहुन्छ, अनि त्यही भएर प्रमाण त कसले? तपाईँहरू भन्नु न, कुन चाहिँ नेताले प्रमाण सहित बोल्छ? उहाँले अरूलाई संयोजक दिने झुटो आरोप लगाएर होइन। निर्वाचन निकाले त तपाईँले प्रमाण सुन्नु न, निर्वाचन समितिको संयोजक बसन्त कुशा, उहाँ जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। हाल उहाँ खेलकुद मन्त्री हुनुभयो 1 गतेबाट। उहाँले त्यति कुरा गरेर उहाँ सट्ट खेलकुद मन्त्री हुनुभयो। यसरी कसैले गम्भीर आरोप लगाइराख्दाखेरि भोलि सरकार निकाले त तपाईँलाई प्रमाण त खोज्ला। मसँग मात्रै गरेकै छैन प्रमाण मैले पैसा दिएको छु नि। उहाँले प्रमाण मैले रेकर्ड गर्न म जान्दिनँ कि म एकदम ट्यालेन्ट यस्तै रेकर्ड गर्न जान्ने थिएन, म रेकर्ड गरिदिन्थेँ। मलाई रेकर्ड गर्न आउँदैन, मैले सिकेको पनि छैन, मलाई सिक्नु पनि छैन त्यो।